जय शम्भु। आज पनि म तपाईहरु सामु नेप्से र तपाईहरुले कमेन्ट गरेर बताउनु भएको स्टकको स्टक एनालाइसिस लिएर आएको छु। अर्को भिडियोमा तपाईहरु कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। तपाईहरुले कमेन्ट गर्नु भएको स्टकको स्टक एनालाइसिस अर्को भिडियोमा गर्नेछु। आजको दिनमा नेप्से सँगै कारोबारको रकम पनि घटेर आएको छ। आज नेप्से 13 अङ्कले घट्यो भने कारोबारको रकम 8.9 अरब बराबर मात्र भएको छ। तपाईहरु यहाँ नेप्सेको चार्टमा हेर्न सक्नुहुन्छ। हिजो चाहिँ नेप्सेले बोलिङ्गर ब्यान्ड भन्दा माथि क्लोजिङ दिएको थियो, आज तल क्लोजिङ भएको छ। यदि मार्केट चाहिँ फेरि अघिल्लो दिनहरुमा अब आउने हप्ताको सोमबार पनि बोलिङ्गर ब्यान्ड भन्दा माथि जान सकेन, तल नै क्लोजिङ भयो भने फेरि लोअर ब्यान्डसम्म जाने खतरा रहन्छ। तर यो क्यान्डललाई इनभ्यालिड गरेर अर्को दिन चाहिँ यो क्यान्डलको हाई ब्रेक गरेर माथि गयो भने मार्केट हामीले अप्पर ब्यान्डको लगभग 2988 टार्गेट लिन सक्छौं, अथवा यो आजको लो ब्रेक गरेर तल आयो भने मार्केट फेरि तल जाने खतरा रहन्छ। तपाईहरुले दुईटै पोइन्ट अफ भ्यूबाट सोच्नुपर्छ र त्यो अनुसार प्लानिङ बनाउन सक्नुपर्छ। एमएसिडी मा हेर्नुहुन्छ भने सेल सिग्नलै छ, तर हिस्टोग्राम बिस्तारै मधुरो हुँदै गएको छ। यहाँ बाइ सिग्नल आउँछ कि फेरि यो डिफरेन्स बढ्छ, फेरि डार्क लाइन बन्छ यो बारमा, त्यो हेर्नु होला। यदि बारहरु फेरि डार्क हुन लाग्यो भने मार्केट तल झर्ने हुन्छ भने बिस्तारै यो बाइ सिग्नल आयो भने मार्केट पोजिटिभ हुने सम्भावना हुन सक्छ। आरएसआई अहिले पनि 50 भन्दा माथि छ, तर हामीले भनेको 60 को लेभल कट्न सकेको छैन। यदि यो आरएसआई 60 को लेभल कटेर गयो भने चाहिँ मार्केटमा फेरि एउटा पोजिटिभ ट्रेन्ड आउने, फेरि मार्केट माथि जाने सम्भावना हुन सक्छ। तर आरएसआई यही लेभलमा बस्यो अथवा यहाँबाट फेरि तल घट्यो भने मार्केटमा फेरि करेक्सन आउने सम्भावना हुन्छ। तपाईले मार्केटमा यहाँदेखि करेक्सन आएपछि यो गएको चाहिँ मोटिभ वेभ नभएर जस्तो यो घट्यो हैन, यसको चाहिँ करेक्टिभ र्याली यो हुने अनि फेरि तल कन्टिन्यू हुने सम्भावना पनि छ। त्यसलाई पनि तपाईहरुले विचार गर्न सक्नुपर्ने हुन्छ, किनभने मार्केट यसरी घट्दै आउँदाखेरि अलिकति दिन बढ्दा पनि भोल्युम खासै बढेको छैन। तपाईले यहाँदेखि हुन्छ नि भोल्युम क्रमशः घट्दै नै आएको छ। मार्केट केही दिन बढ्यो तर त्यो बेला पनि भोल्युम उल्लेख्य रूपमा बढ्न सकेको छैन। त्यो भएर यो होल प्याटर्न चाहिँ यहाँदेखि सुरु भएको होल प्याटर्न चाहिँ यो करेक्सनको प्याटर्न हो कि भन्ने सम्भावना पनि रहन्छ। त्यो पोइन्ट अफ भ्यू पनि हेर्नु होला। यसरी हामीले नेप्सेको चार्टमा हेर्ने हो भने हामीले बारम्बार के कुरा गरेका छौं भने 2800 भन्दा तल आयो भने हाम्रो यो बाइङ एरिया हुन्छ, यो भन्दा माथि बाइ नगर्ने तर तल आयो भने बाइ गर्ने भनेका छौं। हामीले चाहिँ 3000 का आसपास हाम्रो सेलिङ पोइन्ट हुन्छ माथि गयो भने, र अहिले यो ट्रेन्ड लाइन नब्रेक गर्दासम्म चाहिँ मार्केटमा केही न केही पोजिटिभ सेन्टिमेन्ट बाँकी नै छ भन्ने हुन्छ। अब तपाईको मार्केटमा यदि यो माथि जान सकेन, यो आज क्यान्डलको तल ब्रेक गरेर आयो भने यो ट्रेन्ड लाइनमा सपोर्ट लिएला एउटा कुरो, अर्को कुरो यो भन्दा माथि नै, तर यो भन्दा तल गयो भने चाहिँ मार्केटमा तपाईको पहिलाको लोहरु 2500 को आसपास जाने खतरा पनि रहन्छ। हामीले अहिले नै त्यस्तो निराश भइहाल्नु पर्ने चाहिँ छैन। तपाईले पहिला क्यान्डलस्टिक भोल्युम इन्डिकेटरहरुले कन्फर्मेसन गरोस् र मार्केट अलिकति तलै जान्छ भने पनि हाम्रो फेरि असार साउन चाहिँ बढ्ने सिजन हो, त्यो टाइममा बढ्ने सम्भावना हुन्छ। यहाँबाट करेक्सन आयो भने पनि त्यो भएर हामीले 2800 भन्दा तल चाहिँ बिस्तारै पार्शियली रूपमा बाइ गर्नु नै उचित रणनीति हुने देखिन्छ। यदि तपाईहरु टेक्निकल एनालाइसिस सिक्नको लागि टेक्निकल एनालाइसिसको क्लास लिन चाहनुहुन्छ भने सोमबारदेखि हाम्रो नयाँ क्लासहरु सुरु भइरहेको छ। दिउँसोको क्लास 12 बजे सुरु हुन्छ भने बेलुकाको क्लास 5 बजे सुरु हुन्छ। अनलाइन क्लास बेलुका 8 बजेदेखि सुरु हुन्छ सोमबारदेखि। तपाईहरु पनि त्यो क्लासमा जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सनमा भएको मेरो WhatsApp नम्बरमा मलाई मेसेज गर्न सक्नुहुनेछ। स्टक एनालाइसिसमा आजको दिनमा हामीले शिवमको एनालाइसिस गर्न जाँदै छौं। अर्को भिडियोमा तपाईहरु कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। शिवमको सामान्य फन्डामेन्टल हेर्ने हो भने सुरुमा हामीले यसको पेड अफ क्यापिटल हेर्छौं। 5.5 अरब भन्दा माथि पेड अफ क्यापिटल भएको, यो चाहिँ एउटा लार्ज क्याप नै कम्पनी हो, ठुलो कम्पनी नै हो। यसको रिजर्भ पनि 4.4 अरबको एकदम राम्रो रिजर्भ रहेको छ। त्यो हिसाबले रेभिन्यू फ्रम अपरेसन पनि राम्रो नै छ, 3 अरबको लगभग सेल्स छ हैन। सेकेन्ड क्वार्टरसम्ममा अघिल्लो सालको तुलनामा थोरै मात्र घट्या छ, तर पनि यसको रेभिन्यू राम्रै छ। र यसरी नेट प्रॉफिट भने अघिल्लो सालको तुलनामा राम्रो बढ्न सकेको छ। अब यसको ईपीएस पनि 12 आएको छ, जुन चाहिँ हामीले ठिकठाक अथवा राम्रै भन्न सक्छौं। बुक भ्यालु 180 छ। ईपीएस बुक भ्यालु हेर्दा रेभिन्यू हेर्दा यो कम्पनी चाहिँ फाइनान्शियल रूपमा राम्रै कम्पनीको रूपमा हामीले बुझ्न सक्छौं। यसैगरी हामीले यसको रिटर्न अथवा डिभिडेन्ड हेर्ने हो भने गएको साल चाहिँ 12% डिभिडेन्ड दिएको थियो, त्यो भन्दा अघिल्लो साल 9% र त्यो भन्दा अघिल्लो साल 15%। यसरी हेर्दा हामीले अन्तिम सालहरुमा 9 देखि 12% को बीचमा डिभिडेन्ड दिएछ। आउने साल पनि हामीले 8-9% अथवा 9 देखि 10% को आसपासमा डिभिडेन्ड अथवा बोनस आउन सक्छ भनेर तपाईहरुले अनुमान गर्न सक्नुहुन्छ। त्यो अनुसार चाहिँ यसमा लगानीको योजना बनाउन सक्नुहुन्छ। अब हामीले यहाँ चार्टबाट हेर्ने हो भने तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ अस्ति बढेर जाँदा 725 पुगेको थियो अनि करेक्सन हुँदा 642 आयो। अब तपाईहरुले अहिले फेरि मूल्य चाहिँ 685 मा चलिरहेछ।
यो बिचमा हामीले यो बिचमा भन्दा पनि अलिकति तल करेक्सन भएपछि मात्र बाई गर्नु सुरक्षित हुन्छ। तपाईहरूले यसमा इन्ट्री गर्नको लागि 650 अथवा 640 को प्राइसमा चाहिँ इन्ट्री गर्नु सेफ हुनसक्छ। स्टप लस राख्नुपर्छ 635 भन्दा तल स्टप लस राख्ने हो। बढेर गयो भने तपाईँहरूले यहीँबाट बढेर गयो भने 725 मा फेरि सेल गर्ने, यो चाहिँ एउटा सप्लाई जोन छ र तपाईँहरूले अहिलेको प्राइसमा भन्दा पनि बाई गर्नको लागि चाहिँ करेक्सन कुर्ने। अथवा बढेर गएन सिधै तल आयो भने तल आएपछि तपाईँले 650 तिर 640 तिर चाहिँ इन्ट्री गर्नुभयो भने एउटा राम्रो इन्ट्री प्राइस हुनसक्छ। र यसरी सेयरमा बाई सेल गर्दा चाहिँ मैले भनेको आधारमा मात्र बाई सेल गर्नु सुरक्षित हुँदैन होइन। तपाईँहरूको पैसा हो, जोखिम तपाईँहरूलाई हुन्छ, त्यो भएर आफूले रिसर्च पनि गर्नु होला। यदि आउँदैन भने तपाईँहरूले क्लासमा सिक्न सक्नुहुन्छ। क्लास लिनको लागि सेयर बजारसँग सम्बन्धित नयाँ क्लासहरू हाम्रो यही सोमबारदेखि सुरु हुँदैछ। नयाँ क्लासमा जोइन गर्नको लागि मलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। व्हाट्सएप नम्बर मेरो भिडियोको डिस्क्रिप्सनमा रहेको छ। तपाईहरू युट्युबबाट नै टेक्निकल एनालाइसिस सिक्न चाहनुहुन्छ भने मेरो च्यानलको प्लेलिस्टमा टेक्निकल एनालाइसिस कोर्स भन्ने प्लेलिस्ट छ, त्यहाँबाट सबै भिडियो हेरेर तपाईँहरू युट्युबमा फ्रीमा पनि टेक्निकल एनालाइसिस सिक्न सक्नुहुन्छ। अर्को आउने भिडियोमा तपाईँहरू कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। आजको भिडियो पुरै हेरिदिनु भएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद। आगामी दिनमा फेरि पनि यस्तै भिडियो लिएर आउने नै छु। तबसम्मको लागि तपाईँहरू स्वस्थ मस्त र व्यस्त रहनुहोला। भगवान पशुपतिनाथको आशीर्वाद सबैजनामा बनिरहोस्। जाने बेला सबैजनाले कमेन्टमा बम बम भोले भनेर जानुहोला। भगवान भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ। जय शम्भु, बम बम भोले, हर हर महादेव, जय महाकाल, जय पशुपतिनाथ।